केही समय पहिला निकै भाइरल भएको बाटो अनि त्यो सँगै रहेको फुलै फुलको बगैँचामा आज म तपाईहरुलाई लिएर जानेछु राम्रो दृश्यहरू देखाउनका लागि। सादो बाटोबाट मात्रै 15 देखि 20 मिनेटमा आइपुग्न सक्नुहुन्छ राष्ट्रिय वनस्पति उद्यान। यस उद्यान विक्रम सम्वत 2019 सालमा स्थापना गरिएको थियो अनि यसमा विश्वभरका दुर्लभ वनस्पतिको प्रजातिहरू संग्रह गरिएको छन्। चारैतिर फुलहरूको बगैँचा देख्दा मनै हल्का भए जस्तो लाग्छ। शहरको भिडभाड हो हल्लाबाट टाढा आएर बगैँचामा आफ्नो परिवार र साथीहरूसँग घुम्नुको मज्जा नै बेग्लै छ। अझ वर्षायाममा यहाँ आइपुग्दा लाग्छ मानव प्रकृतिले नयाँ रङ र जादु थपिएको छ। यहाँको माटोको सुगन्ध, वर्षाको मिठो आवाज अनि फुलहरूको मिठो बास्नाले तपाईको मनै आनन्दमय बनाउँछ। गोदावरीलाई त हामीले सदैव फुल, वनस्पति र शान्त वातावरणका लागि चिनेका छौँ, तर अहिले यहाँ अर्को आकर्षण पनि बनेको छ। फुलचोकी जाने भाइरल रोड। यस क्षेत्र भाइरल हुनुको कारण मलाई लाग्छ यहाँनिर हिँड्दाखेरि छेउमै झरनाको धुनहरू अनि वरिपरि हरियालीले बनेको प्राकृतिक टनेल जस्तो, अनि यहाँ हेर्दा लाग्छ नेपालमा होइन कुनै युरोपको ड्रिम रोडमा यात्रा गरिरहेको छौँ जस्तो। त्यसैले तपाईहरू पनि यो ठाउँमा आएर मज्जाले घुम्नुहोला।